moon. It's your boy. अब एकदम माथि लागेर मसिन सक्छ किनकि मौसम परिवर्तन सबै चिजहरू परिवर्तन भइसकेको छ. On my left side नाम भनेर के हो श्याम बाट बागत छेत्री. चाहिँ कन्भिनतिर जाने हो लगभग यहाँको 1 महिना भयो हामी है. यहाँको 1 महिना पछि चाहिँ अब हामी यसरी जान्छौँ. युट्युब च्यानल खोल्नु पऱ्यो. ल अहिले चाहिँ हामी कहाँ जाने अरे हामी गइरहेको गाई सपिङ गर्न कहाँ उसको कप उस ल के अरे यो कारवाला यो मान्छेको कपाल काट्यो देखिया त्यो कपाल काट्ने चाहिँ मै हो होइन यत्रो मैले काटेको दामी छ जीवन त होला नि मैले काटिदिएको नि तर आफै काट्यो यस ओ अहिले चाहिँ हामी यता जाने मेन रोडतिर हामी जाँदैन मेन रोडतिर गयो भने ल्याग हुन्छ भित्री बाटोतिर जान्छ यतातिर गयो आनन्दै हुन्छ मौसम यस्तो दामी छ सला नेपालै है नेपालको कुन ठाउँ यो ल म तिमीलाई ट्रेन देखाइदिन्छु ट्रेन ओ मल त्यही हो ल जनकपुरमा त योभन्दा खत्तम ट्रेन हुन्छ जनकपुरको त्योभन्दा त यहाँको माल गाडी भिडियो गरेँ त्यहाँ मैले मसिन गाड देखाइदिएँ तिमीहरूलाई चेन गाडहरू सबै देखाइदियो यत्रो बेर कन्दन गरेर मलाई ठ्याक्क मलाई के हो ठ्याक्क यो यहाँ फुटबल खेल्छ जस्तो लाग्यो यहाँ हो त्यस्तो लाग्यो अनि त्यो सानो हुन्छ नि त फुटसल टाइपको क्या मिनी टाइपको रग्बी यहाँ खोला पनि छ डेन्जर खोला छ यहाँ उद्या माथि त्यो खतरा त्यो च्यान गाड भन्छ है मान्छे नमार्ने होला त्यो च्यान गाड थियो त्यहाँ म त्यो देखाइदिन्छु रात खतरा भूतले तर्साउँछ अरे क्या त्यहाँ त्यो देखाइदिन्छु भनेको छुट्टिहाल्छ अनि यहाँ खतरा ठुलो रहन्छ हामी वरिपरिको बाटोमा यस्तो छ त्यो गाडी हिँड्ने बाटो छ आज पानी धेरै सक्यो जस्तो लाग्यो यतातिर पानी परेर रहेछ है हाम्रोतिर के थाहै होइन उता हेर्नु सुन्तला हरिफ है त्यो अस्ति म यताबाट म एक्लै आएको थिएँ कि सपिङ गर्न त्यो टाइममा यस्तो सुन्तला देखेको जाने बाटोबाट चिक्न सकिन्छ नि त्यहाँको सुन्तलाहरू ल्या पाकेको फल के अरे के भन्छ नेपालमा के भन्छ के अरे हामी यस्तो रुख घाँस काट्नु हुन्थ्यो नेपाल जस्तो तर नेपालबाट पुऱ्याइ नै ल्याएर मासु दिने खाइन्छ होला कति दिइरहेको छ यहाँ घाँसहरू मार्न त फ्रीमा हो नि हेर यो चरा यो देख्यो यो हाँसहरू है उड्यो अब भागन होला न यस्तो कति धेरै यस्तो धेरै एउटा खतरा चिज देखाइदिन्छु जापानको फुजी माउन्टेन छ होइन फुजी माउन्टेनको कान्छो भाइ सेम कान्छो भाइ ऊ त्यहाँ फेरि स्वयम्भू हो त्यो डाँडा देख्यो त्यो स्वयम्भू टाइपको हो त्यहाँ होइन बाटो पनि छ त्यहाँ माथि जाने त्यो फुजी माउन्टै हो तर यहाँ हिउँ नपर्ने त्यस्तो भएको हिउँ पर्ने त सेम देखिन्छ है अस्तिको हामीलाई त पग्लेको त सो त्यही नै हो चाहिँ दिँदैन अरे उसले ऊ मान्छेले च्यानल बनाउँछ भन्दै थियो हो बनाउने म आज आइफोन हान्ने स्यालेरी आइट आइफोनको कभर हान्ने यहाँ पैसा होइन मलाई आइफोन हान्नु पर्छ अहिले आज कभर हान्छु स्यालेरी अब त्यो चाहिँ गर्नुपर्छ कभर एमा कभर राखेर तर ऐनामा गरेर बनाउनुपर्छ कि कभर देखाएर त्योभन्दा त अरू ठिकै छ यो पनि आइफोनभन्दा कम छैन मेरो फोन त्यो रातमा एक्लै उनका कुरा बेग्लै के भयो पुल त खोला बढाएर रहेछ है यहाँबाट भ्यूजहरू दामी देखिन्छ नि यता गयो नि मै फोटो हान्ने यस्तो पनि के फोटो हान्ने यार साइकल चाहिँ साइडमा लगाइहालौँ खोलाहरू डेन्जर भयो रहेछ आज खोला चाहिँ बढाएर रहेछ है म जापानको खोला देखाइदिन्छु नेपालको खोला भन्दा जापानको खोला डेन्जर बेग्लै हुँदो रहेछ म तिमीलाई आज सबै जापानको देखाइदिन्छु है यसो हेर त यो खोला आहा नाराडी भन्दा कम छ त एउटा ढुङ्गा देखिन्छ त्यसै भने होइन जापान खोला भनेर ऊ त्यो पुलहरू छ नि त्यो चाहिँ ट्रेन हिँड्ने त्यहाँ चाहिँ रेलहरू हिँड्छ ओ फोटो हान्ने भनेर रेडीहरू छ यहाँ मेरो साइकल छ यो लिएर गतिविधि यो दुईवटा टोक्री अब
हेर टोकरी यस्तो लेडी साइकल भिडाइदियो के गर्ने अब गाडीमा एकछिन होइन साथी साइकल यस्तो उसको त भएन र यस्तो हुन्छ ल हेर हेलो गाइज भन्नु त मिल्छ यतातिर उसको त अनि त्यही अब यस्तो फोटोसोटो हानिदिने उसको अनि त्यसपछि जानुपर्छ अब यहाँ त्यो ट्रेन यहाँ यस्तो दामी देखिन्छ यो भ्यू यस्तो दामी देखिन्छ आमामा त्यो हेर त आहा दार्जिलिङको यति लामो ट्रेन देखाउने ल ट्रेन तिमीतिर यस्तै ट्रेनहरू पाउँछ के गर्छ त यस्तो यस्तो दामी थियो हो यहाँनिर फोटो खिच्न बस्यो पानी पऱ्यो अब त कहाँ गएर पानी हो तिमीहरू डर हो अब यहाँबाट त्यो सपिङ गर्ने ठाउँमा जान पनि एकदम टाढै छ त्यो पानी परिसक्यो अब यो मान्छेलाई फोटो खिच्छु भनेर क्या अघि अब गाह्रो भएन हेर्दै त्यो हाँस दौडेको अब चाहिँ हामी सिधै उता जान्छ अच्छा लोसनमा यही हो कि फुजी माउन्टेन आएको है यो फुजी नै हो कि अब हामीले ऐन भर्खर यहाँ खुर्सानी ल्याएर 150को यो खुर्सानी ल्याएर हामीले उता माथि हो 150को हामीले खुर्सानी ल्याएर यो यहीँ छोडिदिन्छौँ हेर्छौँ हाम्रो कसले लान्छ कि नै भनेर हामी यहाँ भित्र गर्छ भित्रतिर खसी चलाउनु दिनु भयो अट्याक उता पनि सबै सब छ यो मान्छेलाई है उता सपिङ गर्न गएको उतातिर अन्डा यो खाले अन्डा फुट्लै 300 रुपियाँ छ यताबाट ल्यायो उताबाट कति 260को अन्डा 2 क्यारेट होइन 260 होइन जम्मै लाग्यो 270 समथिङको त्यो 2 क्यारेट ल्यायो यता आएर त 228 रहेछ अनि यो मान्छेले तिर्यो 300 कसले भन्दा थियो 30 रुपियाँको 30 समथिङ बढी परेन 68 समथिङ त थियो 68 यता 28 अनि 40 रुपियाँ परेन उसले के भन्यो 30 रुपियाँ भयो उसले चाहिँ के भन्दै अनि उतातिर गएर सस्तो भएछ भन्दै थियो होइन उतातिर महँगो छ भन्थ्यो अनि मैले उता महँगो भयो मैले किन्छु सस्तो तिमीले किन्ने भनेको ल कति हेरे कति घाटौँ लाग्यो 228 रुपियाँको मलाई फाइदा भइरहेको खानु त अब दुइटै लाग्यो त्यही पनि मान्छे लानुपर्छ उनी हामीले खुर्सानीहरू ल्याएको छ टन्नै सामानहरू ल्याइसक्यो अब अलिअलि चाहिँ दिन बाँकी थियो अब मेरो रातिमा मेरो फर्किनु पर्छ त्यो टाइममा चाहिँ मैले राति युज गर्ने लाइट पनि दिन थियो गाडी आयो मरिसुन हो नि म यहाँ उही यहाँबाट जाने हाम्रो त्यहाँ ट्रेन त छ कि ट्रेन चाहिँ जान्छ तर अब हामी यहाँ डेन्जर खुलाएर चाहिँ साकुरा डेन्जर यता ए यो यहाँनिर यहाँ ह्याकेनमा जाने भनेको मलाई यो मान्छेले मलाई कति 1600 घाटा हाल्थ्यो ह्याकेनमा गएको भए थियो के ह्याकेनमा के लानु अब यहाँ यत्तिकै देखेपछि जे पनि लान मन लाग्छ जापानको सामान देख्दा ओहो हामीसँग केही हुँदैन यो पनि लान त्यो पनि लान मन लाग्छ त्यहाँबाट त्यही पैसा त फेरि चाहिड हो नि होइन र भन यति सामान किनिहाल्ने यो महिना चलाउनुपर्छ अब नेक्स्ट मन्थ हामीले एकैचोटि आउनुपर्छ होइन ड्याङ किनेर जानु अस्ति पनि हामीले त्यही भने उहाँ कोभिड आउँदा नेक्स्ट मन्थलाई हामीले केही लान्न अब सब भयो भने यति धेरै सामान ल्याएर आएको यता यता हो नि त हामीले नि ए एक नक्सा थाहा नि त मलाई त आजकल सो म उतातिर गएर चाहिँ अब बनाउँछु अलिक भित्रबाट पनि यहाँ चाहिँ अर्को रोड टाइपको यहाँ चाहिँ अलि रिक्स आई डोन्ट वान्ट टेक अ रिक्स भन्ने यो मान्छेलाई मलाई आशा लागिरहेको यो चाहिँ उहाँ सपिङ गरेर नै आयो सपिङ गरेर मैले के लिएँ भन्दा चाहिँ मेरो रातिमा पर्छ नि त मेरो म फर्केर राति हुन्छ नि त त्यही भएर यो चाहिँ म युज गरेर आउनुपर्छ कि त्यही भएर म यो लिएँ अनि यो लिएर आएपछि अब चाहिँ म यही नै युज गर्छु किनकि हामीलाई काममा जानुपर्छ अब म उसलाई चाहिँ उसको बिहान छिटो मेरो चाहिँ बेलुका हल्का ढिलो हुन्छ त्यही भएर मैले चाहिँ यो चाहिँ युज गर्नुपर्छ कि अनि त्यस्तै मान्छेले भाडा जस्तै राखेर ल दाजुले यति नै भिडियो यति गर्नु ल जापान आएपछि पहिले भिडियो नै हो ल अब चाहिँ इन्डो गरिदिनु होला होइन पछि चाहिँ बिस्तारै हाल्दै गराउनु लागि लाचाले चाहिँ यति गऱ्यो